ल आज चाहिँ हाम्रो एक्सपेरिमेन्ट नम्बर 5 भेरिफिकेसन अफ केसीएल मिन्स किर्चअफ्स करेन्ट ल युजिङ केसीएल एन्ड केभिएल भेरिफिकेसन एपारेटस जुन हाम्रो यहाँ छ त्यो एपारेटस चाहिँ अब हामीलाई चाहिने चाहिँ केसीएल एन्ड केभिएल भेरिफिकेसन एपारेटस भनेको किट चाहियो। त्यहाँ डिसी सप्लाई त्यसमै छ अनि त्यहीँनिर इनबिल्डै के छ भोल्टमिटर र एमिटर छ र त्यहाँ डिफ्रेन्ट रेसिस्टरहरू छ जसको भ्यालुहरू चाहिँ यहाँ मेन्सन पनि गरेको छु एकर्डिङ टु आवर किट। हाम्रो किटमा जति छ त्यति नै हो र थ्योरी चाहिँ हामीले क्लासमा पनि पढिसकेको हो। यसको थ्योरी के हो? द अल्जेब्रिक सम अफ करेन्ट मिटिङ एट एनी जन्सन मिन्स नोड दुईटा वायर भेट भएको ठाउँलाई चाहिँ नोड अथवा तीनटा जति पनि हुनसक्छ है त्यस्तोलाई हामीले के भन्छौँ जन्सन भन्छौँ। जस्तो बाटो दुईटा बाटोमा भेट भयो भने हामीले त्यसलाई जन्सन भन्छौँ नि होइन। एज जेरो द्याट इज म्याथमेटिकल्ली चाहिँ के भयो समेसन आई सम भनेको जोड्नु है त्यो जन्सनमा भएको सबै करेन्ट आएको गएको करेन्टहरू जोड्यो भने चाहिँ इक्वल्स टु कति हुन्छ अरे जेरो। कारण चाहिँ के भन्दाखेरि जस्तो यो हाम्रो आएको करेन्ट भयो यो एउटा जन्सन भयो आजको हाम्रो अनुसारले दुईटा ब्रान्चहरू गएको छ I1 र I2 र आएको करेन्टलाई हामीले के गर्छौँ प्लस गर्छौँ अनि गएको करेन्टलाई के गर्छौँ माइनस गर्छौँ हो। यो चाहिँ के हुन्छ भनेको जेरो हुन्छ भनेको जसको मिनिङ चाहिँ के हो जति करेन्ट आउँछ त्यो जन्सनमा त्यति नै करेन्ट जन्सनबाट के हुन्छ आउट हुन्छ। यसको मिनिङ दिस मिन्स द्याट द टोटल करेन्ट इन्टरिङ अ जन्सन इज इक्वल्स टु द टोटल करेन्ट लिभिङ द्याट जन्सन मिन्स जन्सनमा कुनै पनि करेन्ट हुँदैन। यसलाई चाहिँ कन्जर्भेसन अफ चार्ज पनि भन्छ है। किन कन्जर्भेसन अफ चार्ज भनेको भने यो जुन जन्सनमा जति करेन्ट आएको थियो त्यति नै करेन्ट त्यहाँबाट के भयो लिभ भयो जति इन्टर भएको थियो त्यति नै करेन्ट यहाँबाट लिभ भयो। र सिम्पल रुल चाहिँ के हो भने आएको करेन्टलाई के गर्ने पोजिटिभ लिने र गएको करेन्टलाई के गर्ने नेगेटिभ लिने। अब हामी थोरै सर्किट डायग्रामलाई बुझौँ। यो हाम्रो सोर्स भइहाल्यो इनपुट हो नि होइन। त्यसपछि हामीले धेरैचोटि भनिसकेँ मैले यो भोल्टमिटर केमा जोड्नुपर्छ प्यारललमा एमिटर सिरिजमा जोड्नुपर्छ र हाम्रो डिफ्रेन्ट चारवटा रेसिस्टरहरू चाहिँ प्यारललमा जोडिएको छ है आज। र हाम्रो यहाँबाट गएको करेन्ट मेजर गर्छौँ सुरुमा हामीले जसलाई हामीले के मानेको छौँ इनपुट करेन्ट र यो ल अनुसारले हाम्रो यो जन्सन भयो हेर्नुहोस् यो जन्सन भयो नि होइन। यो करेन्ट यहाँबाट आयो यहाँबाट यो I1 I2 गयो भनेपछि योसँग म्याच खान गयो नि हेर दे यहाँबाट जति करेन्ट आउँछ त्यति नै करेन्ट यहाँबाट जान्छ। र हामी एकचोटि ब्रान्च अप्पर ब्रान्चको करेन्ट मेजर गर्छौँ जसलाई मैले के भनेको छु I1 अर्को लोवर ब्रान्चको करेन्ट मेजर गर्छु जसलाई मैले के भनेको छु I2 र यदि यो किर्चअफ्स ल भेरिफाइड हुनुपर्छ भने हाम्रो त के हुनुपर्छ इनपुट करेन्ट बराबर टोटल सम अफ टु ब्रान्चेस करेन्ट चाहिँ हुनुपर्छ। र त्यस्तो भयो भने चाहिँ हाम्रो कुन के भेरिफाइड हुन्छ केसीएल किर्चअफ्स करेन्ट ल चाहिँ भेरिफाइड हुन्छ जसको लागि हामीले अब्जर्भेसन टेबल रेडी गरिसकेको छौँ। इनपुट करेन्ट मेजर गर्छौँ र डिफ्रेन्ट भोल्टेजहरूमा मेजर गर्न सकिन्छ र अहिले हामीले यो स्याम्पलको लागि 1 भोल्टमा मेजर गर्दा पनि हुन्छ तर त्यहाँ धेरै भोल्टेजहरू चाहिँ छ र जहिले पनि यो भोल्टेज मेजर गर्ने भन्ने बित्तिकै हाम्रो दिमागमा के आइहाल्छ लिस्ट काउन्ट चाहिँ मेजर गर्न जान्नुपर्छ। लिस्ट काउन्ट के को एउटा भोल्टमिटरको लिस्ट काउन्ट अर्को के को लिस्ट काउन्ट अफ एमिटर हाम्रो अघिको अनुसारले कति थियो 0.5 डिभाइडेड बाई 10 अर्को चाहिँ कतिको फरकमा थियो बाबु यो 50 बाई 10 यो 5 मिली एम्पियर भयो यो 0.05 भोल्ट भयो ठिक छ होइन। अब हामी चाहिँ यो क्यालकुलेसन सर्किट कनेक्सनतिर जाऊँ। ल सर्किट कनेक्सनलाई एकचोटि हेरौँ है। ल सर्किट कनेक्सनलाई एकदम राम्ररी हेरौँ। ल पावर सप्लाई चाहिँ यहाँबाट जोडिसकेको छ। अब यसलाई चाहिँ हेरौँ है ध्यान दिएर यहाँ चाहिँ अब यो आउटपुट भोल्टेज भयो र यसलाई चाहिँ हामीले के दिउँ सर्किटलाई इनपुट दिउँ है त यसरी ठिक छ यो बुझ्यो। त्यसपछि फेरि इनपुट दिउँ दुईटा इनपुट भयो हो। अब मैले के जोड्ने भोल्टेज मेजर गर्नको लागि भोल्टमिटर यसरी यो चाहिँ कन्ट्रोल गर्नको लागि हजुर हो भोल्टेज यस्तो हो नि त करेन्ट एउटा भेरिएबल हेऱ्यो भने एउटा फिक्स हुन्छ। जस्तो हामीले त अहिले करेन्टको इफेक्ट हेरेको छौँ भनेपछि भोल्टेजलाई के राख्नु पऱ्यो कन्स्टेन्ट पछि हामी केभिएल गर्दा के गर्छौँ करेन्टलाई फिक्स गरेर भोल्टेज चाहिँ भेरिएबल गर्छौँ। साइन्समा कुनै एउटालाई भेरिएबल गर्दा अर्कोलाई कन्स्टेन्ट राख्नु पऱ्यो।
सो आज हाम्रो किर्चफ्स करेन्ट ल गर्दैछौँ, त्यसैले भोल्टेजलाई फिक्स गर्ने, केलाई चाहिँ भेरिएबल बनाउने, करेन्टलाई चाहिँ भेरिएबल गराउने। त्यही भएर जतिखेर 1 अथवा कुनै एउटा डिफ्रेन्समा चाहिँ राख्नु पऱ्यो है। अब सर्किटमा हाम्रो के छ ल, एमिटर पनि जोडिदिइहालौँ है। यो यहाँनिर छ हो, भोल्टमिटर एमिटर चाहिँ सर्किटमै छ न अनि हो यो भित्र छ डिभाइसको भित्रै छ। यो डिभाइसमा चाहिँ अब यहाँ राख्यो भने कम्प्लेक्स भएर चाहिँ यहाँ छुट्टै हो साइडमा राख्दै यहाँनिर नै छ। यो भोल्ट चाहिँ त्यो हाम्रो जुन छुट्टा छुट्टै छ नि त्यस्तरी नै यहाँभित्र राखेको छ है, अलरेडी कनेक्टेड छ। तर हामीले चाहिँ यसको कनेक्सन चाहिँ माथिबाट मिलाउनु पर्यो। अब फेरि एकचोटि यहाँ डट डट भनेको चाहिँ वायर जोडेको छैन भनेको है। यो यहाँ डट डट दिइरहेको छ त, यो कनेक्सन छैन भनेको, कनेक्सन गरिदिउँ। ल यसरी हामीले फुल कनेक्सन चाहिँ गऱ्यौँ हो। यसलाई मैले अन गरौँ, एउटा कुनै भोल्टेजको लागि डाटा लिउँ। ल 1 भोल्टको लागि डाटा लिउँ है त। ल 1 भोल्टमा हाम्रो एक लाइनले कति दिन्छ अरे हाम्रो? ल हाम्रो 7 लाइन भनेपछि 7 पंचे कति भयो? 35 भनेपछि 50 र 35 ले कति भयो भन्नुहोस् त? 85। अहिले कति आएको थियो हाम्रो? 85 चाहिँ भयो नि हैन? कि कति लाइन छ? राम्रोसँग हेरौँ है। 50 6 लाइन भनौँ न ल, 80 भयो है। कति भयो? 80 मिली एम्पियर। अब हामी के गरौँ? I1 मेजर गर्नको लागि I2 चाहिँ छुटाउनु पर्यो। यहाँ I2 को कनेक्सनलाई निकाल्दिउँ है। ल I2 को कनेक्सन के भयो? आउट भयो। अब सबै निकाले नि हुन्छ। अब यति एउटा निकाले पनि यसले काम गर्दैन। यसो कति आयो अब? 2 भनेपछि 60 आयो हैन? 60 आयो। अब फेरि के गरौँ? यसलाई चाहिँ जोडौँ, यसलाई चाहिँ के गरिदिउँ? निकाल्दिउँ। भनेपछि कति आयो? 20 4 लाइन 20 जति आयो है। 20 आयो भनेपछि टोटल इक्वल्स टु I इन इक्वल्स टु कति भयो? 60 प्लस 20 भनेको 80। भनेपछि हाम्रो ठ्याक्कै केसँग मिल्यो हेर्नुहोस् त है। यो 80 आयो र यो 20 प्लस कति आयो? 60। यो पनि कति भयो? 80। भनेपछि यो आजको एक्सपेरिमेन्टबाट के भेरिफाइड भयो? जन्सनमा चाहिँ करेन्ट बस्दो रहेछ, त्यो चाहिँ यसरी डिभाइड भएर जाँदो रहेछ। यहाँ जन्सनमा कुनै पनि करेन्ट हुँदैन। द्याट इज I इन जति हुन्छ I आउट पनि त्यति हुँदो रहेछ। र जसले चाहिँ हाम्रो कुन ललाई भेरिफाइड गर्यो? KCLलाई चाहिँ भेरिफाइड गर्यो। यसरी ल यो फुल सर्किट कनेक्सन चाहिँ यसरी छ है त। ठिक छ, बुझ्यो है? ल हस्, धन्यवाद है त।